नमस्ते सबैजनामा। आज 2083 सालको नयाँ वर्षको दिन आज हामी बच्चालाई लिएर फन पार्कमा आएका छौँ। नयाँ वर्षमा बच्चाहरूको खुसीको लागि बच्चा लिएर फन पार्क आएका छौँ। यो तपाईँ देख्न सक्नुहुन्छ दृश्य फन पार्कको दृश्य हो है। यहाँ आज नयाँ वर्ष भनेर धेरै भिड भएकै जस्तो छ, भिडै छ आज है। नयाँ वर्षको शुभकामना आदान प्रदानको लागि बच्चाहरूको बिदा पनि भएको हुनाले बच्चाहरूलाई लिएर सबैजना अभिभावकहरू आफ्नो आफ्नो तरिकाबाट बच्चाहरूको रमाइलोको लागि बच्चाहरूको मनोरञ्जन गराइदिनको लागि आज आउनु भएको छ। यसै क्रममा मेरो छोरी पनि नयाँ वर्षको रमाइलो गर्न यहाँ आएकी छन्। यहाँ देख्दै हुनुहुन्छ ड्रागनहरू पनि छ। यहाँ काठमाडौँ फन पार्क ढुकुटी मण्डपमा एक्जिबिसन हल, एक्जिबिसन सेन्टर भन्छ। यहाँ चाहिँ देख्दै हुनुहुन्छ आज नयाँ वर्षको दिन भरिभराउ छ, पार्क पुरै भरिभराउ छ। आज छोरी रमाइरहेको अवस्था छ, छोरी रमाइछिन् यहाँ खेल्नको लागि। धेरै बच्चाहरू हुनुहुन्छ। आज नयाँ वर्ष, सबैलाई नयाँ वर्षको शुभकामना। हर्षोल्लासका साथ नयाँ वर्ष मनाउनु होला। जुरासिक पार्क फन पार्क अहिले अलिकति व्यवस्थित र अलिकति ठुलो विस्तार भएको रहेछ। रमाइलो छ ठाउँ, राम्रो ठाउँ छ, बच्चाहरूको लागि मनोरञ्जन हुने ठाउँ छ। उता बाइक पनि छ, बाइक चलाउँछौ र? बाइक चलाउनु भयो त्यहाँ? त्यो बाइक छ नि त ऊ हामी अहिले फन पार्कमा आज नयाँ वर्षको दिन फन पार्कमा आएका छौँ छोरीलाई लिएर। धेरै दिनपछि छोरी बाहिर निस्किन बाँकी छन् अनि हामी अहिले काठमाडौँको फन पार्कमा छौँ। बच्चाहरूको रमाइलोको लागि हामी पनि रमाइलो गरिदिनुपर्छ है। बिदाको सदुपयोग गर्दै बच्चाहरूलाई क्रिएटिभ काम गर्न सिकाउने र बच्चाहरूलाई चाहिँ घुमाउनको लागि हामी अहिले चाहिँ यता आएका छौँ प्रदर्शनी मार्ग फन पार्क काठमाडौँ। यहाँ देख्दै हुनुहुन्छ यो अलिकति रिस्की पनि छ यो गेम। खेल्न त मन लाग्छ तर अलिकति रिस्की भएको हुनाले बच्चाहरूलाई चाहिँ गराउन सकिँदैन। आफू चाहिँ खेल्ने भए तपाईँहरू चाहिँ ठुलो मान्छे खेल्नलाई हुन्छ। यहाँ हामीको बच्चाहरू चाहिँ चिल्लाइरहेछन्, कराइरहेछन्, डराइरहेछन् होइन। कोही खस्लान जस्तो भइरहेछ, डर छ मान्छेहरूलाई। यस्तो रिस्की गेम पनि खेल्न हुँदैन तर अलिकति ठुलो मान्छे जो सक्नुहुन्छ, मुटु डर भएको मान्छेहरू मात्र खेल्ने गेम हो यो। बच्चाहरूलाई चाहिँ त्यसरी राख्नु हुँदैन भन्ने हुन्छ। बच्चाहरूको लागि चाहिँ यो नट फर चिल्ड्रेन है, अलिक थाहा गरेर मात्र राख्नु होला। बच्चा खस्यो भने राम्रो हुँदैन। नयाँ वर्षको आगमनसँगै फुलहरू फुलिरहेका छन्, चराहरू उडिरहेका छन्, कस्तो रमाइलो दृश्य देखिरहेको छ। नयाँ वर्षको आगमन है, नयाँ वसन्त सुरु भएको छ।
अनि अर्को अनि अर्को गर्दैन आजको मौसम पनि एकदम राम्रो छ मौसमसँगै बच्चाहरू खेलेका छन् रमाइलो छ रमाइलो वातावरणमा देख्न सक्नुहुन्छ यहाँ तपाईहरु रमाइलो फेस पेन्टिङ भइरहेछ यो छोरीले चाहिँ फेस पेन्टिङ गर्ने भन्ने कुरा भइरहेछ र अनि यहाँ फेस पेन्टिङ गराउँदैछु कस्तो लाग्दैछ तिमीलाई राम्रो लगाएर छ छोरीले यहाँ घोडा चढ्ने भनेर चाहिँ घोडाको लागि टिकट लिएर गइसकेकी छिन् अब उनको पालो आउनलाई एकछिन टाइम लाग्छ होला जस्तो लागिरहेछ अब यहाँ बच्चाले यसरी घोडामा चढिरहेछन् छोरी पनि घोडामा चढ्ने भनेर टिकट लिएर गएकी छिन् टिकट दिएपछि यहाँबाट चाहिँ घोडा चढ्नु हुन्छ ल बच्चाहरुको खुसी हाम्रो पनि खुसी बच्चाहरु यसरी रमाइलो गरिरहेका छन् हामीले पनि यही रमाइलो हेरेर हामीले पनि रमाइलो गरिरहेका छौं नयाँ वर्षमा आज बिदा परेको छ बिदामा घुम्दै छन् बच्चाहरु हामी अब लिएर हिँड्दै छौं ल यति बेला हामी ढुकुटी मण्डपमा छौं नयाँ वर्षको पहिलो दिन आज बच्चाहरुलाई रमाइलो गराउनको लागि भनेर आज हामीले चाहिँ फन पार्कमा लिएर आएका छौं र यसै क्रममा मेरो छोरी अहिले यहाँ चाहिँ घोडा चढ्नु पर्यो घोडसर सवारी भनेर यो चाहिँ यो खेलिरहेको अवस्था छ यिनीहरु यो खेल्छन् रमाइलो गर्छन् यिनीहरुको रमाइलोसँग हामी पनि रमाइलो गरिन्छ तपाई देख्दै हुनुहुन्छ दृश्यमा पुरा जताततै मान्छेको भिड भडाका छ अब बाक्लो हुँदैछ भिड अब टाइम पनि हुँदैछ बाक्लो पनि हुँदैछ भिड बाक्लो भइरहेको अवस्था छ र तपाईहरु देख्न सक्नुहुन्छ सबै गेम जोनहरुमा चाहिँ बच्चाहरु आएर बस्ने क्रम हुँदैछ अब भर्खरै टाइम भएको हुनाले अहिले भर्खरै 11-12 बज्दै छ 1 बजे 11 बज्दै छ 12 1 बजे 4 बजे 5 बजेसम्म चाहिँ यहाँ तपाईले चाहिँ फुल देख्नुहुन्छ आज बिदाको दिन पनि भएको हुनाले गर्दा यहाँ चाहिँ आज बाक्लो उपस्थित हुनेछ यहाँ खेल्न आउने बच्चाहरुको र बच्चाहरु सँगसँगै अभिभावकहरुको पनि उनीहरुलाई लिएर आउनु पर्ने भएको हुनाले अभिभावकलाई लिएर आउनु पर्ने भएको हुनाले अभिभावक साथमा आउने बच्चाहरु रमाइलो गर्ने भएको हुनाले यसरी चाहिँ हामी गरिन्छ अब यो सक्यो उहाँको सकेपछि अब झर्दै हुनुहुन्छ ल यहाँ छोरीलाई चाहिँ छोरीको डिमान्ड पनि पुरा भयो यो किन्दै छिन् छोरीले हैन यो किनेपछि छोरी खुश यहाँ भित्र ट्राम्पोलिनको सुविधा रहेछ ट्राम्पोलिनको लागि 150 रुपैयाँ तिर्नुपर्ने रहेछ पर पर्सन अनि अभिभावकहरु चाहिँ अब यहाँ हेरेर गर्न पाउने रहेछ सिस्टम रहेछ अनि यसको लागि हामी चाहिँ अहिले ट्राम्पोलिनमा आइसकेका छौं मेरो बच्चा पनि यता ट्राम्पोलिन फिरै आइरहेको जस्तो लाग्छ यता भयो उ पर गएको छ अनि यसरी चाहिँ यो 150 मा चाहिँ यो सबै प्याकेज हुँदै रहेछ यो प्याकेज भइसकेपछि यसरी चाहिँ खेल्न मिल्दो रहेछ यस्तो छ अब देख्न सक्नुहुन्छ रमाइलो छ फ्रुट्स पनि छ यताबाट यसरी खेल्दै रहेछ बच्चाहरु
बच्चाहरू रमाइलो गरिरहेको अवस्था छ यहाँ। आज नयाँ वर्षको पहिलो दिन र स्कुल बिदा भएको कारणले बच्चाहरू धेरै जसो बच्चाहरू आएर रमाइलो गर्ने ठाउँ भएको हुनाले यो ठाउँको नाम फन पार्क भनेर राखिएको छ। बच्चाहरू धेरै सबैका अभिभावकले लिएर आउनुभएको छ। चकाचक छ, भरै भराउ छ है। तपाईँहरू देख्दै हुनुहुन्छ यो दृश्य अहिले। तिमीले चाहिँ के गरिरहेको छौ यहाँ? बुनुलाई हेरेर बसिरहेको छ। बुनुको त्यो चलाइदिएर बसिरहेको छौ। चलाएर बसिरहेको होइन, के गरेर बसिरहेको? हेरेर बसिरहेको। अनि यो 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 चलाउनु भएको रहेछ, कस्तो लाग्दैछ यो चलाउँदा? बच्चाहरूको फिलिङ आइरहेको छ? एकदम एकदम बच्चाहरूको फिलिङ आइरहेको छ। गजबले उड्दो रहेछ नि होइन? गजब। अनि छोरीलाई आज चाहिँ यो फन पार्कमा लिएर आउनु भएको छ, कस्तो लागिरहेको छ? एकदम रमाइलो बट गर्मी। बुनु चाहिँ रमाइरहेछ। ओके, छोरीको खुसी नै हाम्रो खुसी हो नि होइन? यस। धन्यवाद समय दिनुभएकोमा। थ्याङ्क यू हजुरले क्वेसन सोध्नु भएकोमा। अब यहाँ चाहिँ स्प्राइट भर्खर स्प्राइट लिनु भएको छ। स्प्राइट खाने कुरा भइरहेछ हाम्रो। अनि स्प्राइट चल्दैछ। अब स्प्राइट खाने भनेर हाम्रो गेम हुन्छ, एकछिन स्प्राइट गेम हुन्छ। अनि हामीले स्प्राइट खाइसकेपछि हजुर यही खाने त होला नि। अब हामीले यही खाने भनेर चाहिँ सल्लाह गरिसकेको छौँ। अहिले यहाँ चाहिँ बुढो पछाडि खेल्न लागिरहनु भएको छ। हामी चाहिँ यहाँ अहिले स्प्राइट खाने भनेर स्प्राइट किनेर स्प्राइट खाइरहेको छ। यहाँभित्र तपाईँको बर्थडे सेलिब्रेट पनि हुँदो रहेछ होइन? भित्रको एउटा त्यो क्याफे जस्तोमा है। तर यहीँ भित्र अब यसरी खाने ठाउँ छ होइन? यो चाहिँ अलि नमिले जस्तो लाग्यो। ओके, यसलाई चाहिँ हामी भनौँला सम्बन्धित निकायसँग हामी यो कुरा गर्नेछौँ। यहाँ छोरीले एउटा डल गेम खेल्दैछन्। यो गेममा चाहिँ हेरौँ अहिले सक्सेस हुन्छन् कि भन्ने भनेर। के गर्नु लाग्यो तिमीले? मैले यो एउटा डललाई निकाल्न लाग्यो। तिमीले डल निकाल्न सक्छौ भने तिमीलाई म फेरि 100 रुपियाँ एक्स्ट्रा दिन्छु है। हुन्छ। ल कसरी निकाल्ने? ल च्याप्प समाउ। टाइम सक्यो। टाइम सक्यो अरे, टाइम सक्यो अरे। अब फेरि अर्को टाइम हो। यहाँ यसरी गेम भइरहेछ। यो गेममा चाहिँ यिनीहरूले चाहिँ समाउन सकेनन्। तिमीहरू फेल भयो, दुईजनै फेल भयो। यो गेम खेल्न अलिकति हार्डै छ होइन? ओके, सिकाउँदै हुनुहुन्छ कसरी खेल्ने भनेर। ओके, अब तल लगिसकेपछि त्यो चाहिँ समाउनु पर्छ। समाइसकेपछि मात्रै आफ्नो माथि तानिसकेपछि अनि बल्ल चाहिँ त्यो डल आफ्नो हातमा पर्छ। र त प्रायः जसो यो चाहिँ समाउन चाहिँ मिल्दैन। यो गेम हो नि त, गेममा अलिअलि चिटिङ त भइहाल्छ। यो गेम खेलेको 40 रुपियाँ रहेछ। म अहिले 40 रुपियाँ दिनु गइरहेको छु। अहिले 40 रुपियाँ दिनु। ट्राम्पोलिङ चलिरहेछ उता छोरीको। छोरी उता ट्राम्पोलिङमा खेलिरहेछन्। हामी यहाँ बसिरहेछौँ, चिसो खाँदै बस्दै गरिरहेछौँ हामी। कस्तो लाग्यो त तिमीलाई? यत्रो बेर खेल्यौ, कस्तो लाग्यो? धेरै राम्रो लाग्यो, थके पनि लाग्यो। के खेल्यौ तिमी आज? यहाँ भएको सबै कुरा ट्राम्पोलिङ, स्लाइड अनि के हो थाहा छैन। कस्तो आज नयाँ वर्षको दिन तिमीलाई कस्तो लागिरहेछ खेल्दाखेरि? कति रमाइलो लागिरहेछ? धेरै राम्रो लागिरहेछ। कति दिनपछि घुम्दा आइरहेछु, त्यही भएर। गाइज किप सपोर्टिङ होइन? हामी अहिले चाहिँ केमा छौँ भने प्रदर्शनी मार्गमा छौँ होइन? एक्जिबिसन हलमा छौँ हामी। र आज मेरो छोरीको इक्जाम सकेर बिदा भएको, अनि त्यसपछि प्लस नयाँ वर्षको पनि आज बिदा भएको हुनाले आज हामीले चाहिँ छोरीलाई घुम्न लिइरहेका छौँ।
अनि छोरीले यो किन्नु भएको छ है, यस्तो किन्नु भएको छ। यो के तरिका हो यार, खाने पनि यस्तो तरिका हुन्छ। यो तरिकाले चाहिँ आइसक्रिम खान्छन् मान्छेले, हेर्नुहोस् यसरी खाइरहेको छ आइसक्रिम। तर आइसक्रिम खानु हुँदैन बच्चाहरूले, गुलियो चिज खानु हुँदैन भन्ने छ, बच्चाहरूले खाउनु हुँदैन यसरी बाहिरको कुराहरू है। तर यो चाहिँ अब आज चाहिँ हामी विशेष छुट दिएको मात्र हो। तर बच्चाहरूलाई चाहिँ यसरी चाहिँ बाहिर खानेकुराहरू जङ्क फुडहरू खुवाउनु हुँदैन। फेरि जाऊ फेरि। यो चाहिँ स्लाइडिङ। गाइस अहिले अब भरि भराउ छ, अहिले पुरै भरि भराउ छ अहिले है। यो ट्राम्पोलिङ स्टेसन हो है, यहाँ चाहिँ बच्चाहरू यसरी ट्राम्पोलिङ गरिरहेछन्। भरि भराउ छ अहिले, एकदम प्याक छ। बिस्तारै बिस्तारै बाहिर पनि प्याक हुँदैछ है। मान्छेहरूको आवत ज्यादा बढिरहेछ। आज अब बल्ल समय भएको छ बाहिर निस्किने, खाना खाएर, घरबाट खाना खाएर आनन्दले निस्किने टाइम भएको हुनाले बच्चाहरू आनन्दले निस्किँदैछ। मेरो छोरी त कति धेरै माथि उड्न सक्ने छ, कस्तो माथि उडेका, आम्मा यस्तो धेरै उड्न पनि सक्ने। अब पखेटा हालेर अनि त्यसपछि ढाक्क सिधै अगाडि माथि उडाइदिनु पर्छ। अब पखेटा हालेर उडाइदिनु पर्छ है। मेरो छोरी त पुरै पखेटा हालेर उडा जस्तो भएको छ। थाकिसक्यो, धेरै पनि थाकिसक्यो उफ्रिँदा है।